नमस्कार। म आज पनि यहाँहरू समक्ष एउटा यस्तो कथा लिएर आएको छु जुन कथाको शीर्षक छ जे हुन्छ राम्रै हुन्छ। एउटा राज्यमा एकजना राजाले राज्य गरिरहेका थिए। ती राजाको असाध्यै प्रिय एकजना मन्त्री थिए। ती मन्त्रीले सधैँभरि सकारात्मक विचार राख्थे, सकारात्मक धारणा राख्थे। उनले जहिले पनि जे कुरालाई पनि सकारात्मक दृष्टिकोणले हेर्थे, पोजिटिभ भएर। जे हुन्छ राम्रै हुन्छ, जे हुँदैछ राम्रै हुँदैछ भनेर तारन्तार महाराजलाई सान्त्वना दिन्थे। एक दिन अचानक महाराजको तरबार सफा गर्दा गर्दै त्यो तरबारले हातको औँला काट्छ, रगत बग्छ र चाहिँ राजाले सबभन्दा पहिला आफ्नो प्रिय मन्त्रीलाई बोलाउँछन्। मेरो हात काट्यो, मेरो औँला काट्यो भनेर भन्छन्। मन्त्रीले महाराज हात जोडेर जे हुन्छ राम्रैको लागि हुन्छ, जे भयो राम्रै भयो महाराज। महाराज एकदम क्रोधित हुन्छन्, रिसाउँछन्। मेरो औँला काटिरहेछ, तिमी चाहिँ राम्रो हुन्छ भन्छौ, जे हुन्छ राम्रो हुन्छ भन्छौ जहिले पनि। भारद्वारहरूलाई बोलाएर ती मन्त्रीलाई तिमीहरू यसलाई जेलमा हालिदेऊ भनेर भन्छन्। ती मन्त्रीलाई जेलमा लगेर कोसिदिन्छन्। र एक दुई दिनपछि राजा जङ्गलमा शिकार खेल्न एक्लै जान्छन्। अरू बेला भएको भए ती मन्त्री आफ्नो प्रिय मन्त्रीलाई लिएर जान्थे, तर अब मन्त्रीलाई जेलमा हालिसक्यो, राजा एक्लै जान्छन्। जङ्गलमा शिकार खेल्न खोज्दा खोज्दै एउटा जङ्गली समूहले राजालाई आक्रमण गरेर आफ्नो समूहको मुलीकोमा लिएर जान्छ। मान्छेको बलि दिने कुराहरू गर्छन्। भोलि ठुलो पूजा लगाउने, मान्छेको बलि दिने कुराहरू गर्दाखेरि मुलीले ल हुन्छ भोलिको लागि तयारी गर भनेर भन्छन्। महाराजलाई समातेर राखिएको थियो, बाँधेर राखिएको थियो। भोलिपल्ट सबैजनाले चाहिँ पूजाको लागि तयारी हुन्छन्। सबैजना नाचगान गर्छन्, गाउँछन्। अनि त्यो जङ्गलीहरूको मुली त्यहाँ आइपुग्छन् र हर्ष उल्लास भइरहेको हुन्छ। सबैजना रमाइरहेका हुन्छन्। आज फरक प्रकारका मान्छेको बलि दिँदैछ भनेर। अनि त्यो मुलीले बलि दिनुभन्दा अगाडि महाराजको सबै तलदेखि माथिसम्म हात खुट्टा पाउ सबै हेर्छन्, तर ती मुली खिन्न मान्छन्। मुलीले भन्छन् उसलाई बलि दिनु मिल्दैन। जङ्गली ती व्यक्तिहरूले किन मुली भनेर सोध्छन्। उनको एउटा औँला छैन, औँला काटिएको छ। ओहो, यो खोट भएको व्यक्तिलाई बलि दिनु मिल्दैन। उसलाई जहाँबाट लिएर आएको त्यही लगेर छोडिदेऊ भनेर भन्छन्। र ती जङ्गली व्यक्तिहरूले पनि महाराजलाई जहाँबाट उठाएका थिए उही लगेर छोडिदिन्छन्। र महाराज आफ्नो दरबार आइपुग्छन्। अनि सबभन्दा पहिला ती मन्त्रीलाई सम्झिन्छन्। अनि आफ्नो भारद्वारहरूलाई बोलाएर त्यो मन्त्रीलाई आफू समक्ष उपस्थित हुनको लागि आग्रह गर्छन्। र ती मन्त्री पनि आइपुग्छन्। मन्त्रीसँग राजाले माफी माग्छन्। मन्त्री, तिमीले भनेको कुरा सत्य रहेछ, जे हुन्छ राम्रैको लागि हुन्छ, जे हुँदैछ राम्रै हुँदैछ। मन्त्री आश्चर्य पर्छन्। किन र महाराज, तिमीले यो औँला काट्दाखेरि राम्रै भयो, जे हुन्छ राम्रैको लागि हुन्छ भनेर भन्यो। मैले पत्याइनँ, म रिसाएँ, क्रोधित भएँ, किनभने मलाई त्यति बेला पीडा भएको थियो, मेरो रगत बगिरहेको थियो। मैले तिमीलाई बुझ्न सकिनँ। तब म जङ्गल गएँ शिकार गर्नलाई। त्यहाँ मलाई जङ्गली व्यक्तिहरूले समातेर लगे र मेरो बलि दिनलाई
तयारी पनि गरेँ, तर यही औँला काटेको कारणले गर्दा मलाई बलि चढाएनन्, मेरो बलि त्यहाँ चढेन। त्यस कारणले म आज तिम्रो अगाडि छु, मलाई माफ गरिदेऊ भनेर महाराजले ती मन्त्रीको अगाडि माफी माग्छन्। कस्तो लाग्यो यहाँहरूलाई यो कथा? हरेक दिन हरेक क्षण प्रकृतिले, ईश्वरले राम्रैको लागि राम्रै चिज गर्न खोजेका हुन्छन्। जे हुन्छ राम्रैको लागि हुन्छ, जे हुँदैछ राम्रै हुँदैछ। हस् त, आज यो कथाको साथसाथै म यहाँहरूबाट बिदा हुन चाहन्छु। फेरि पनि यस्ता राम्रा राम्रा कथाहरू लिएर यहाँहरू समक्ष उपस्थित हुने बाचाका साथ म यहाँहरूबाट बिदा हुन्छु। हस्, नमस्कार।